हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। होइन गाइजहरू, हामी चाहिँ आज तल घर जान लाग्छौँ। बाटो यस्तो छ यिनी खान्न बाँकी गाइजले खान्छन्। खै हाम्रो अनुछुरी उता उता गइरहेछ, हामीलाई पुर्याउन आएको छ गाइजहरू। लौ त बहिनी ब्याग बोक दिनु न दिदी, म बोक्छु ब्याग। होइन यस्तो नगर ल, हाम्रो मेरो बिना एडिट भिडियो हो क्या, एडिटै गर्दैन, नो एडिट हो। अनि फेरि गाइजहरूले फेरि लास्टै गर्नुहुन्छ क्या, कति नाटक कसरीको भन्नुहुन्छ। अनुज आइज खै यहाँ यता बसेछ है, हामी गयौँ बसेछ है। अगाडि गइगयो के हुँदो यस्तो गाइज हेर्नुहोस्। अनि पेटको माया मान्नु पनि एउटा फरक किसिमको माया हो। हेर्नुहोस् बसेर नजाने भन्छ बाटोमा आइरहेछ। हामी चाहिँ एकदम चिलपारामा कहाँ गइराख्नु भएको छ भन्नुहुन्छ भनेपछि हामी चाहिँ इक्जाम दिन गइरहेको अवस्था है। चौरजारी गइरहेछौँ। अस्ति चाहिँ हामी पूर्वी रुकुमतिर के अरे चिल हानिरहेको थियौँ। एकचोटि चाहिँ हामी अब के भन्छ त्यो चौरजारीतिर चिल हान्न गइरहेको अवस्था हाम्रो। चौरजारीको मित्रहरूले चाहिँ हामीलाई भेट्नलाई आउनु चाहनुहुन्छ भने आइदिनु होला। केटी साथीहरू भनिरहेको छैन मैले। त्यहाँ पर्छन् त गयो नि भोलि। के हुन्छ अरे अनुगमन हुँदैछ, अरे उपस्थिति हुँदैछ। म चाहिँ होइन है, फेरि मलाई भेट्नलाई आउलान् फेरि गाइजहरू। म चाहिँ होइन फेरि, यो चाहिँ होइन फेरि, म चाहिँ हो, उनी चाहिँ हुन्। अनि म चाहिँ नहुने कुरै भएन होइन गाइजहरू। म चाहिँ फेरि एकदम के त्यस्तो खालको कस्तो खालको मान्छे हो भने चाहिँ डुलिराख्ने घुमिराख्ने कहीँ पास नहुने खालको मान्छे म चाहिँ होइन। कुन राजा गरे कतिचोटि एसएलसीमा फेल भयो? राजा कुन गरे? कौन सा राजा है वो जो फेल हुआ था? राजा होइन ल, त्यो सही के अरे त्यो हो के कुन त हो एसएलसीमा 32 है 919 चोटि पनि उसले प्रयास गरेर सक्सेस भएको मान्छे हो। त्यो त बिजुलीको त्यो नि थोमस एल्भा एडिसन हो कि को हो? त्यही हो। हामी चाहिँ यस्तो छ यता जाने बाटो। यो हामी भ्लग चाहिँ नाटक पसार्नलाई भन्दा पनि अलिकति याद हुन्छ के, अब बितेको दिनहरूको याद गराउनलाई हामी भ्लगहरू बनाउने गर्छौँ। अनि नाटक पसारेको नभनिदिनु होला प्लिज गाइजहरू। अनि मेरो कपाल चाहिँ जति रातो देखिन्छ त्यति रातो छैन। मान्छे चाहिँ यहाँको भन्दा पनि राम्री छु। मैले तपाईँहरूलाई 1000 पटक भनिरहेको छु म धेरै राम्री छु। म धेरै राम्री छु भनेर 1000 पटक मैले भनिरहेको छु हजुरहरूलाई। अनि हाम्रो फुपू चाहिँ यति टाढा त्यहाँ पुरै खानामा व्यस्त छिन्, एकदम खन्चुवा हुन् क्या हाम्रो फुपू चाहिँ। म चाहिँ फेरि डाइटिङ एकदम डाइटिङमा बस्ने मान्छे हो। मासु बाहेक अरू सब चिजको डाइटिङमा बस्ने मान्छे हो म चाहिँ। अनि अब यो भन्नुहुन्छ भने मेरो साथीको घर हो, यो कसको घर हो भन्नुहुन्छ भने यो चाहिँ मेरो साथीको घर हो। अब हेरौँ है गाइज, यहाँ मेरो साथी छ कि छैन होला, भयो भने चिच्याउँदै आइहाल्छ। हेरौँ है गाइजहरू छ कि छैन होला। रहेनछ गाइज, यो घरमा कोही रहेनछ, भयो भने त चिच्याउँदै आइहाल्थ्यो होइन, तर आएन के, ऊ चाहिँ गइसक्यो होला लाग्यो मलाई। अनि फुपू चाहिँ हामीलाई दिनुपर्छ, त्यो खाने चिज हामीलाई दिनुपर्छ भनेर एक स्टेप पछाडि हिँडिरहेको छिन्। खाने सकिने बित्तिकै उर्सिँदै आउँछिन् है, तपाईँ हेरिराख्नु होला गाइज। हामीलाई एकदम बाटो पनि कस्तो छ यहाँ यतातिर। जिन्दगीमा जति इक्जाम दिए पनि पास नभए पनि, अनि के अरे अरू जे जस्तो भयो भने हामी उकाली ओह्राली गर्ने, अनि पछि यस्तै भ्लग सलग बनाउने, पछि नातिनाहरूले हेर्छन्। छोराछोरीले त अलिअलि देखि नै हाल्छन्। नातिनाले हजुरआमा तपाईँ कस्तो हुनुहुन्थ्यो पहिला भन्दाखेरि युट्युब च्यानल अप्सरा शेर्पाली सर्च
गो एन्ड सर्च भन्छु अनि त्यतिखेर तिनीहरूले गएर हेर्छन् होइन देख्यौ मेरो नाति नातिनाहरू हो म आजभोलि तिमीहरूलाई कति धेरै माया गर्छु मेरो नाति नातिनाहरू हो देख्यौ म आजभोलि यति धेरै माया गर्छु तिमीहरूलाई पछि झन् कति गर्छु होला अघि महिला मुख्यको सम्पूर्ण आधार सम्पत्तिमा समान अधिकार तिमी चाहिँ भन्न चाहिँ के भन्न आएको म राम्री यहाँ त सबै अड्ड्याउ त सबभन्दा राम्रीको छ ल भन को छ नडाटी भन सबले को छ भन बिकज यु आर इन त अगाडि म त अगाडि चाहिँ त्यही भएर त राम्री देखिया छिस् नभन न कान्छी पछाडि पनि त म नै राम्री देखेको छु त बाई गाइस मैले मुख धोएन देख्यौ मुख धोए पनि नधोए पनि राम्री भनेको अप्सरा नै हो के यस्तो रत्न्या कस्म्या चाहिँ राम्रो हुँदैनन् ल गाइजहरू अस्ति क्या मैले अरुणलाई कहाँ छ दाङबाट भन्थेँ अब रत्न्या क्या रत्न्या आउनु लाग्छ भने अब हाँसी मर्न लाग्थेँ थिएँ यो चाहिँ रतन कार्की हो क्या रतन कार्की हो रतन कार्की भए अब म यसरी अमेरिका गइजान्थेँ नि डिबी परे रतन कार्कीलाई त डिबी पनि हुनेलाई जहाँ पनि तर के भन्ने हामीलाई जाने हुनेलाई जहाँ पनि हुने नहुनेलाई कहीँ पनि नहुने नहुनेलाई कहीँ पनि जहाँ पनि हुने भन्ने छ एउटा गीत त्यस्तै भइरहेको छ चोर्था यति मिठा हुनेछ खै नजिकबाट चौथा देखाउँ त कति मिठो ल्याउनु न फुपू यार दिँदै नदिएर खालि नि यार चौरदारीबाट भलगर आउँछ है गाइजहरू हाम्रो चाहिँ अब अन्त एक्जाम दिनुभन्दा पनि डुल्न जाने अवस्था हो एक्जामबाट पनि खेल भएर यति मिठो छ छैन सिद्धि कस्तो हुन्छ कि दिनु सही मान्दैन नि यार र अन्त्यमा केही 2-4 शब्द टक्राउन चाहनुहुन्छ भने टक्राउनुहोस् नमस्कार मेरो नाम बिचरी यो बाइकहरू केही हाल्न उसलाई चाहिँ अनि यिनीहरू चाहिँ एक्जाम दिन जान आएको छन् अनि मैले चाहिँ के गर्ने भन्ने सोचेको छु भनेदेखि नि गाइस बिहे गर्ने के ल बधाई छ तिमीलाई हामी आउनुभन्दा पहिले अधिकृत अस्ति माइकबाट भन्दा त्यो बिहा भयो यसको नाचले त सबै खोलेल्छ के यसले कुरा गरेको माइकबाट बस भन्दा त्यो यो चाहिँ अधिकृत म एडिट गर्दिनँ नि गाइज प्लिज गाइज म एडिट गर्दिनँ ओ माइ गॉड म यति राम्रो धेरै अधिकृत तिमी यति राम्रो किन आज पर्छ जवाफ दिन तिमी यति राम्रो किन आज पर्छ जवाफ दिन ओ जवाफ दिन म त फेरि एडिट गर्दिनँ फेरि यो नहालेछ है ए पोस्ट गर्न त यही हो ऐसेल पनि छ है गाइजहरू यिन फेरि अब ऐसेलतिर झुन्डिन लागि ऐसेलतिर झुन्डिसक्यो यो बाँदर चाहिँ यो बाँदर चाहिँ ऐसेलतिर झुन्डिसक्यो अब चाहिँ अब हाम्रो भलक सिधै कहाँबाट आउँछ भने चाहिँ एउटा गाडीबाट आउँछ नि के अरे चौरजारी जाने बेलामा गाडीमा मान्छे कस्तो पर्ने त्यही ऐसेल हेर त कहाँ त्यहाँ तल्लो त चौरजारीतिर सस्तो टन्न पाउँछ कि ल गाइजहरू अब चाहिँ बाई काफल पाउँछ कि नै पाउँछ होला खाम्ला हामी चाहिँ अब डाइरेक्ट चौरजारीबाट भ्लग हाल्छौँ चौरजारी टुदाङ थ्याङ्क यू फर वाचिङ माई युट्युब भिडियो ओ माई गॉड